हेर्दै नउठ्या ल कति बजे थाहा 9 बज्न लागिसक्यो मैले उठ्नु भनेर म उठिवरी बाहिर गएको चिया पाकेर आइसक्यो उठ्नु क्या धेरै अल्छी बनाउनु उठ्नु है छिटो गएर हात मुख धुनु अनि चिया खानु यो चिया पनि सेलाउँछ छुट्टी सुत्छ नि आएन कति बज्यो 9 बज्ने यहाँ हो म कति बजी उठेँ थाहा बिहान उठिवरी बाहिर सब काम गरी चिया बनाएँ झन् चिया तात्तातै खानुहुन्छ भनेर लिएर आइदिएँ उठाउनु छिटो छिटो गरेर हात मुख धोएर छिटो काम छैन यस्तो यतिखेर उठेर हुन्छ कति ढिला गर्नुभयो कति बेला पठाएको चिया पनि चिसो भयो क्या एक त 9 बजीसम्म म सुत्न दिएँ तपाईँलाई फेरि अहिले सुत्न दिनु पर्यो तातो चिया खानु तातो भइहाल्छ जाडो हराउँछ घुम्न जाने हो अब सुत्ने ओर्ने भन्ने कुरा त्यस्तै हो गर्नु यो चिया खानु अनि घुम्न जाने होला नि आज कस्तो छ चिया कस्तो पहिला ठिक होइन मिठो भन्नुपर्छ अब भोलिहरू चिया बन्दैन फेरि आज मिठो भन्नु भोलि पनि हिजो यस्तो मिठो भन्नु आज पनि बनाइदिन्छु भन्नु चिसो भयो होला नि बिहा झन् तातै खानालाई जाडो भएन बुढीले पकाएको जस्तो भयो नि मिठो भन्नुपर्छ अनि तब मात्र के हुन्छ थाहा बुढीले झन् मिठो मिठो बनाउँदै खुवाउँदै गर्छ कि अब छैन भने सरी के लागेछ चिसो भयो मिठो छ नि मिठो नमिठो लाग्ने हात छुमेर थ्याङ्क यू भन्नु नमिठो लाग्ने मिठो भन्दिनु अनि खै थ्याङ्क यू थ्याङ्क यू त्यो नमिठो लाग्ने नमिठो भन्दिनु मलाई जसलाई त्यस्तै भन्ने सुन्नु म भन्छु हरेक श्रीमतीले पकाएको खानालाई चाहिँ के भन्नुपर्छ मिठो तब मात्र दिनकै मिठो मिठो खान पाइन्छ नत्र मिठो मिठो छैन भने हिजो पनि मिठो छैन भन्न हो आज बरु नपकाइदिन्छु यस्तो नमिठो पकाइदिन्छु नि कहाँ जाने घुम्नु पार्कतिर लेकतिर जाऊँ लेक काम लाग्यो हामी के बाहिर घाम लाग्यो जस्तो लाग्यो है जाडोमा कहाँ जानु हुने बाहिर यहाँ भित्र बसेर जाडो भयो बाहिर घाम छ झन् रेडी हुनु फटाफट छिटो खानु अनि रेडी हुनु उठ्यो नि चिसोले होला नि चिसो खाने अरे तब पो तातो तातो यस्तो तातो चिया खाएपछि पेटमा जान्छ अरे आनन्द त अनि त्यसले के भन्छ दिमागमा अलि ऊर्जा ल्याउँछ अरे क्या तपाईँलाई मैले कति छिटो पठाएँ